ब्लग अनि अहिले चाहिँ म चर्च जान लागेको बिहान चाहिँ बनाउनु पाएन हैन आज चाहिँ मेरो ड्रेस सब चाहिँ म अहिले एकछिनमा देखाउँछु मतलब यहाँ देखाउनु मिल्दैन अब म चर्च जान्छु अनि जाँदा जाँदा म भिडियो बनाउँछु अहिलेको लागि चाहिँ बाई रोडमा आइसक्यो हैन तर मेरो भाइहरू नै निस्केको छैन भनेको अघि मैले सोमलाई मेसेज गरेको थियो निस्कन लाग्यो भन्दै थियो अझसम्म निस्केको तिनीहरू त्यहीँबाट यहाँसम्म आउन धेरै बेर लाग्दैन मेरो तलबाट म यहाँसम्म आइसकेँ कि यस्तै छ तिनीहरू कस्तो रिस उठ्दैन मलाई कुराउनु जस्तो कुरायो भने कस्तो रिस उठ्छ भनेको लाइक कसैलाई चाहिँ कुर्ने बानी नै हुन्छ होइन अनि मलाई चाहिँ हुँदैन दुःख छ मलाई मन पर्दैन त्यो कुर्ने कस्तो पीडा खान्छ क्यापले मेरो अनुहार पनि देखाएको छैन आउनु यिनीहरू यस्तो पीडा खान्छन् साँच्चीमा त पिडिदिन्छ होला हो आफैले अहिलेसम्म म के घरै जानु तिनीहरू तिमीहरूले मलाई के भनेको थिइस् निक्लिन लाग्यो रे होइन अनि म पनि निस्किन्छु भने ल ल ल ल निस्किन्छु तिनीहरूले मलाई कुरायो क्या जो कि मलाई कुर्न मनै लाग्दैन छोड्दै रिस उठ्छ मलाई त हिँड चुपचाप यहाँ चाहिँ यस्तो राम्रो ठाउँ रहेको छ म जस्तै नि भन न यो त धेरै अग्लो यसको भेलमा कसरी देखाउने होइन अब चाहिँ म चिलमा होइन यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो राम्रो देखाएको छ झन् म त्यस्तै माथि यस्तो राम्रो मान्छे कहाँ जानु लाग्यो अब चाहिँ हामी यस्तो पाहाडमा हिँडिदिनु पर्ने हुन्छ खै मैले हेरौँ न अब केटाहरूकोमा त के हुन्छ देखाइदिउँ यहाँ हेरौँ है यस्तो कमेन्ट हेर्नुपर्ने हुन्छ होइन यो माथिको वाउ लेखेको देखाएको छैन हौ राम्रोसित क्लियरै यहाँ देखेँ यो कसको भिडियो रिप्लाई पनि आफैले दिएको छ कि आजदिन अब जस्तो पाहाडमा होइन यहाँ मन्दिरबाट भएर जानुपर्ने हुन्छ दामी छ यार यो म त्यस्तै छप्री भएर आएर चाहिँ मेरो भाइले मलाई आएन भन्थ्यो होइन अहिले म दिनभरि देखाउँछु यसलाई देख्छ हौ देख्छ यसरी देखाइदिन्छु नि म यस्तो गर्मी भइरहेछ गर्मी भन्ने चिज हुन्छ नि होइन मान्छेलाई ए यो मान्छेको फेस राम्रोसित हेर्नु होला तपाईँहरूले काहीँ देख्नुभयो भने मलाई सम्पर्क गर्नु होला ओए मेरो छाला गएन छाला गएन अलिकति त गएन कति अब चाहिँ होइन म त्यहाँ जङ्गलमा गएर भिडियो बनाउनु पर्ने हुन्छ अनि भिडियो बनाउँदा चाहिँ म टिकटकमा नि हाल्छु है म चाहिँ घर आइसकेको छु होइन अनि म त्यसरी फ्यान बसिरहेको छु यस्तो गर्मी भइरहेको नि आज त अनि पसिना पनि आइरहेको थियो अनि भाइहरू पनि घर गयो अनि म नि घर आएँ अनि अहिले चाहिँ 1:45 भइरह अनि भोलि फेरि अब भोलि फेरि स्काउटबाट त्यो स्कुलकै जग्गामा धान रोप्न जानुपर्ने हुन्छ नि त नि यस्तो अनि स्कुलको जग्गामा धान रोप्न जानुपर्छ तर हामी चाहिँ रोप्दैनौँ हामी चाहिँ लाइक उपमेयरको आउनुहुन्छ भन्नुभयो उनीहरूलाई चाहिँ लाइक स्वयंसेविकाको काम गर्छन् अनि त्यसैले भोलि एकदम गाह्रो हुन्छ आइनो त्यसैले
म आज चाहिँ एक निन्द्रा सुतेर उठ्छु भोलिको निन्द्रा पनि पुरा गर्छु ओके बाई